ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका 6 भदौरेका राई दम्पति हत्या तथा लुटपाट प्रकरणका प्रतिवादीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। गत माघ 12 गते चन्द्र विक्रम राई र उहाँकी श्रीमती चन्द्रमाया राईको हत्या तथा लुटपाटमा संलग्न रहेको आरोपमा सोही ओडाको भदौरे निवासी 34 वर्षका धनबहादुर राणा मगर र 17 वर्षका एक नाबालकलाई पक्राउ गरी सार्वजनिक गरिएको हो। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले माघ 23 गते काठमाडौँ महानगरपालिका 15 डल्लुबाट अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा लुटपाट गर्ने उद्देश्यले काठमाडौँमै योजना बनाएर उनीहरूले रातको समयमा आएर वृद्ध दम्पतिको विभत्स हत्या तथा लुटपाट गरी घटनापछि त्यसै रात स्थान छोडेर काठमाडौँ पुगेको तथ्य खुलेको डीएसपी केसीले बताउनु भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोबाट इन्सपेक्टर निशल पोखरेल हुन्छ, अनुसन्धान अधिकृत विक्रम भट्टराई र चाहिँ कोशी प्रदेश कार्यबाट सही विवेक कटवाल। हामी यो संयुक्त प्रयासले यो केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबी, कोशी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त प्रयासले हामीले जुन माघ 12 गते भएको वृद्ध राई दम्पति हत्यामा संलग्न प्रतिवादीहरू पक्राउ गर्न सफल भएका छौँ। मिति 2082 10 महिना 12 गते अन्दाजी 22 बजेको समयमा जिल्ला ओखलढुङ्गा चिसङ्खुगढी गाउँपालिका वडा नम्बर 6 बोहर स्थित अन्दाजी वर्ष 74 को चन्द्र विक्रम राई आफ्नो घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढिरहेको र यसको श्रीमती अन्दाजी वर्ष 80 की चन्द्रमाया राई खाट छेउ सिरकमा ओढी मृत अवस्थामा रहेको भन्ने मिति 2082 10 महिना 13 गते अन्दाजी बिहान 7:40 बजेको समयमा स्थानीय व्यक्तिहरूद्वारा प्रहरीलाई सूचना प्राप्त भएको घटनाको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्यूरो सीआईबी, कोशी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको अनुसन्धान टोलीले संयुक्त रूपमा घटनाको अनुसन्धान गर्दा उक्त घटना घटाउन सक्ने शङ्कित व्यक्ति जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर 15 डल्लु एरियामा लुकीछिपी बसेको भन्ने अनुसन्धानबाट खुल्न आएकोले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट टोली काठमाडौँ खटी गई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी आवश्यक समन्वय गरी घटनामा संलग्न 2 जनालाई पक्राउ गर्न हामी सफल भएका छौँ। घटनामा संलग्न पक्राउ प्रतिवादीहरूको विवरण: धनबहादुर राणा मगर वर्ष 34, ठेगाना जिल्ला ओखलढुङ्गा, साबिक भदौरे गाविस वडा नम्बर 4, हाल परिवर्तित चिसङ्खुगढी गाउँपालिका वडा नम्बर 6। पक्राउ मिति स्थानमा चाहिँ मिति 2082 10 महिना 23 गते जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर 15 डल्लु लकतीर्थ मार्ग स्थित अभियुक्तहरूको डेरा कोठाबाट र भूमिका लुटपाट गर्ने योजना बनाई अर्को अभियुक्तसँग काठमाडौँदेखि घटनास्थल गई हत्या तथा लुटपाटमा संलग्न भई लुटपाट गरिएका दोषी प्रमाणका सामानहरू प्रयोग तथा व्यवस्थापन गरेको। दोस्रोमा चाहिँ नामतर 17 वर्षीय बालक एकजना। पक्राउ मिति र स्थान 2082 10 महिना 23 गते जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर 15 डल्लु लकतीर्थ मार्ग स्थित अभियुक्तहरूको डेरा कोठाबाट भूमिका पनि लुटपाट गर्ने योजना बनाई अर्को अभियुक्तसँग काठमाडौँदेखि घटनास्थल गई हत्या तथा लुटपाटमा संलग्न लुटपाट गरिएका दोषीका सामानको प्रयोगमा ल्याइएको। लुटपाट गर्ने उद्देश्यले काठमाडौँमा योजना बनाई घटनास्थल गई घटना घटाएको बुझिएको छ र गाउँघरमा अन्य व्यक्तिहरूको पहिचान गर्छन् भने रातको समयमा कोही घटना घटे रातको समयमा नै उक्त स्थान छोडेको देखिएको छ। त मिति 2082 10 महिना 25 गते पक्राउ प्रतिवादीहरूलाई सम्मानित ओखलढुङ्गा जिल्ला ओखलढुङ्गाबाट ज्यान सम्बन्धी कसुर, कर्तव्य ज्यान तथा डाका चोरी शीर्षकमा मुद्दामा म्याद थपले आवश्यक अनुसन्धान कारवाही भइरहेको छ। अहिलेसम्मको हाम्रो प्रारम्भिक अनुसन्धानमा अघिल्लो मगर दम्पतिसँग लिङ्कअपमा जोडिएको छैन। प्रारम्भिक अनुसन्धानमै छौँ। विस्तृत अनुसन्धान हामीले अनुसन्धान गरिसकेपछि जिल्ला सरकारी वकिल मार्फत सम्मानित अदालतसम्म पेश गर्छौँ। नेपाल प्रहरी संगठन सक्षम छ, सबल छ र यस्ता घटनाहरूको दोषीहरूलाई पत्ता लगाएर कानुनी कठघरामा उभ्याउन नेपाल प्रहरी सक्षम छ भनेपछि यहाँहरू पनि
आश्वस्त गर्न चाहन्छु। प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजना प्रतिवादी मात्र हाल सार्वजनिक गरेको छ। एकजना नाबालक रहेकोले नाबालकको परिचय भने प्रहरीले गोप्य राखेको छ। प्रहरीले एक थान कोदालो, अभियुक्तहरूको साथबाट मृतक दम्पतिले प्रयोग गर्ने 2 थान मोबाइल, घटनामा प्रयोग गरिएका 2 थान मोबाइल, रिचार्ज कार्ड 159 थान, सुन जस्तै देखिने पहेँलो धातुको मंगलसूत्र, सिक्री 1 थान, नगद 12,000 रुपैयाँ तथा 4 थान सी माला बरामद गरी सार्वजनिक गरेको छ। पक्राउ परेका अभियुक्तहरूलाई माघ 25 गते ओखलढुङ्गा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दामा म्याद थप लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।